कसैको अगाडि झुकिरहनु परेको छ र त्यो व्यक्तिले तपाईँलाई कदरै गरेको छैन, रेस्पेक्टै दिएको छैन, टाइम दिएको छैन, कसैलाई सम्झाउनतिर मान्छेहरू धेरै नै लाग्छन् नि। त्यति बेला जति बेला त्यो व्यक्तिको मन भरिसकेको हुन्छ क्या, जति बेला उसलाई रहनु नै हुँदैन सम्बन्धमा अथवा छोडेर जान हुन्छ, त्यतिखेर सम्झाएको कुराले तपाईँले सम्झाएर कन्भिन्स गरेर अथवा रोक्न सक्नुहुन्छ र सक्नुहुन्न नि त होइन। यो कोसिसमा लाग्छौँ र मैले धेरैजनालाई देखेको पनि छु यस्तो गर्दै गरेको। म चाहिँ के भन्न चाहन्छु भन्दाखेरि तपाईँ जब जिन्दगीमा एउटा यस्तो फेजमा हुनुहुन्छ, तपाईँ एकदमै कसैलाई सम्झाइरहनु परेको छ, तपाईँ कसैको अगाडि झुकिरहनु परेको छ र त्यो व्यक्तिले तपाईँलाई कदरै गरेको छैन, रेस्पेक्टै दिएको छैन, टाइम दिएको छैन, बेसिक कुराहरू दिएको छैन र त्यो व्यक्तिको पहिलाको भन्दा निकै नै प्रायोरिटी तपाईँलाई दिने प्रायोरिटी चेन्ज भइरहेको छ भने, यो रिपिटेडली चलिरहेको छ भने तपाईँले त्यतिखेर बुझ्नुपर्छ क्या, अब हुँदैन, अब मैले छोड्नु पनि पर्छ भनेर। किनकि त्यतिखेर त्यो मान्छेको विचार के भइदिन्छ, जसले रोक्न खोजिरहेको हुन्छ उसलाई के लाग्छ, होइन उसले त मलाई बुझ्नुपर्छ, मैले त माया गरेको हो नि त, उसले पनि त माया गरेको छ मलाई, बुझ्नुपर्छ भन्ने हुन्छ। त्यो माया त्यो व्यक्तिले सायद पहिला नै गरेको थियो, त्यो इमोसन्स जुन तपाईँलाई राम्रो गर्थ्यो त्यो पहिलाको थियो, बट इमोसन्स चेन्ज हुन्छ, मान्छे चेन्ज हुन्छ, पहिला जस्तो थियो अहिले त्यस्तै नै भइरहन्छ, त्यो हुँदैन। तपाईँले त्यो चेन्ज भएको भर्जनलाई एक्सेप्ट गर्नतिर चाहिँ लाग्ने हो। धेरै नै सम्झाउन, धेरै नै पछि लाग्नु भनेको फेरि आफ्नो सेल्फ रेस्पेक्टलाई पनि घटाउनु हो। सो यदि प्रायोरिटी चेन्ज हुँदै गएको छ, रिपिटेडली तपाईँलाई इग्नोर गर्दैछ अथवा त्यति धेरै टाइम दिएको छैन, पहिलाको जस्तो छैन, तपाईँसँग बोल्न खोजिरहेको छैन भने मैले सम्झाएर, मैले रोएर, मैले कराएर, तडपेर अब यो व्यक्ति मान्छ अथवा यो व्यक्ति त्यस्तै भइदिन्छ, त्यो सोच्नु पनि गलत हो। यसमा चाहिँ ध्यान दिनुहोस् कि सम्झाउनु हाम्रो कर्तव्य हो, म त्यो मान्छु। कसैले त्यस्तो गर्दैछ भने पनि सम्झाउनु, नसम्झाउनु भनेको पनि होइन, सम्झाउनु पर्छ अभियसली, तर सम्झाउँदै पनि हुँदैन भने चाहिँ रोकिनु पनि पर्छ। भगवान श्रीकृष्णले पनि यही भन्नुहुन्छ। यदि हामी कसैलाई धेरैचोटि सम्झाउँछौँ भने अथवा भन्नुहुन्छ कि सम्झाउनु मेरो कर्तव्य हो र सम्झिनु बुझ्नु भनेको, त्यो कुरालाई लिनु भनेको स्वयं त्यो व्यक्तिको कर्तव्य हो भन्नुहुन्छ भगवान श्रीकृष्णले। सो यसलाई हेर्ने हो भने सम्झाउनुहोस्, एकचोटि दुईचोटि सम्झाउनुहोस्, तर राम्रोसँगले। ठिक छ, मलाई फिल भइरहेको छ यस्तो, तिमीले इग्नोर गर्दैछौ, ठिक छ, फिल भइरहेको छ मलाई यस्तो, अथवा मलाई नराम्रो लागिरहेको छ, भन्नुहोस् आफ्नो फिलिङ्स। तर त्यो हुँदा पनि त्यो व्यक्तिको प्रतिक्रिया बदलिँदैन भने चाहिँ अब चाहिँ तपाईँ रोकिनुपर्छ र आफ्नो लाइफमा ध्यान दिनुपर्छ। यो होइन कि पछि नै लागेर मैले सम्झाउँछु, मैले हुनै पर्छ भनेर एकदमै गर्न खोजेर, मतलब कि यो मान्छ यो व्यक्ति, मलाई त माया गर्ने व्यक्ति हो, मैले त माया गरेको छु, उसले मेरो मायालाई बुझ्नु पर्ने, उसले मेरो फिलिङ्सलाई बुझ्नु पर्ने। नाइ, त्यस्तो बुझ्दैन। जब कसैलाई छोडेर जानु छ, जब कसैको मन भरिसक्यो, जब तपाईँसँग रहनु छैन भने तपाईँको मायालाई हेरेर कोही रहन्छ र त्यो दुनियाँमा त्यस्तो हुँदै हुँदैन क्या। यो चिजलाई मान्न जरुरी छ। मैले धेरैजनालाई यो कुरामा सफरिङ गर्दै गरेको देखेको छु कि होइन मान्नै पर्छ, म उसलाई बदल्छु। नाइ, बदल्न कसैलाई पनि सकिँदैन, त्यो हाम्रो कन्ट्रोलमा छैन। जब कसैको मन छैन भने तपाईँले मन बनाएर अथवा त्यो व्यक्तिलाई जबरजस्ती गरेर मायामा पार्न सक्नु हुँदैन या उसलाई माया गर्ने बनाउन सक्नु हुँदैन। त्यो जबरजस्तीले बनाएको सम्बन्ध राम्रो पनि हुँदैन। कागजको नाउँ पानीमा तैरिन्छ नि होइन, तर कति समयको लागि त थाहा हुँदैन, टुङ्गो हुँदैन, त्यो गलेर जान्छ। त्यस्तै नै हुन्छ, त्यो जबरजस्तीले सम्बन्ध बनाउनु हुन्छ, तर तपाईँले नै एफोर्ट्स लगाइरहनु पर्छ, तपाईँले नै सेक्रिफाइस गरिरहनु पर्छ। उतातिरबाट त्यति धेरै हुँदैन, उसलाई त मजा आइरहेको हुन्छ, उसको इगो झन् सेटिस्फ्याक्सन हुन्छ, त्यस्तो हुन्छ क्या। सो जबरजस्ती गरेर सम्बन्ध नबनाउनुहोस्, जबरजस्ती सम्झाउन नखोज्नुहोस्। म चाहिँ यही भन्छु, जीवनमा ध्यान दिनुहोस् होइन। ठिक छ, यदि गाह्रो भइरहेको छ, गाह्रो हुन्छ, म मान्छु, तर त्यसलाई एक्सेप्ट पनि गर्नुपर्छ। किनकि तपाईँलाई अहिले लाग्छ कि म मनाउँछु, म फकाउँछु, तर कसैको मन छैन भने फकिँदैन कोही पनि। कसैको मन मरिसकेको छ, मन भरिसकेको छ भने जति नै गरे पनि तपाईँको तर्फबाट त्यो सबै लस हुन्छ, त्यो सबै खेर जान्छ। सो यो कुरालाई ध्यान दिनुहोस्, आफ्नो जीवनमा ध्यान दिनुहोस्, आफ्नो जीवनलाई हेर्न थाल्नुहोस्। सम्झाउनु भयो, ठिक छ, गर्नुभयो, र कोसिस गर्दा गर्दै पनि कुनै चिज हुँदैन भने नि त्यो चिज तपाईँको लागि बनेको हुँदैन है। म यो चिज पनि भन्न चाहन्छु, धेरैपल्ट कोसिस गर्दा यदि कुनै चिज पाइँदैन, चाहे त्यो व्यक्ति होस्, चाहे त्यो माया गरेको व्यक्ति होस्, यदि पाइँदैन भने त्यो तपाईँको लागि बनेको हुँदैन र भगवानले तपाईँबाट टाढा बनाउन चाहिरहनु भएको छ। त्यसलाई एक्सेप्ट गर्नुहोस्, त्योभन्दा राम्रो हुन्छ, त्योभन्दा राम्रो चिज मिल्न लागेको छ। सो एक्सेप्ट गरेर अगाडि बढ्नुहोस्। अल द भेरी बेस्ट।